यो पेड भर्जन देखाइरहेछ। यो यतिकै हामीले जबसम्म प्रो युज गरिँदैन तबसम्म यो युज गर्न सकिँदैन। यसको लागि मैले एउटा लिएँ होइन, यो लिएँ तर इफेक्ट यो लाग्न चाहिँ लाग्यो होइन। अर्को म इफेक्ट लिन्छु, एमिनेसन त लाग्यो र इफेक्ट लिएँ। इफेक्टबाट मैले कुनै एउटा इफेक्ट लिएँ। इफेक्टले पनि तपाईँलाई यहाँ हेर्नु कस्तो मजाको भिडियो भयो। र यति गरिसकेपछि एउटा मैले सेभ गर्नेछु होइन, सेभ गरेर देखाउने छु। यो चाहिँ थोरै विज्ञापन आएर र सेभ गर्न जाँदाखेरि यहाँ जोइन कपक्याट प्रो भन्छ है। यो जोइन हुँदैन अथवा सेभ हुँदैन, एक्सपोर्ट हुँदैन। तपाईँलाई पक्कै पनि कपक्याट चलाउने मान्छेले यसको बारेमा थाहा होला। र यसरी नै भयो र यसको लागि म पुरानो कपक्याट नै उडाएर फालिदिनेछु, अनइन्स्टल गर्नेछु। यहाँबाट म लङ प्रेस गरेँ र एप्लिकेसनलाई अनइन्स्टल गरिदिएँ। यति गरिसकेपछि म अब डाइरेक्ट गएँ गुगल सर्च बारमा गएँ। गुगल सर्च बारमा गएर यो सर्च हानेँ मैले डाइरेक्ट होइन। यहाँनिर गएर टाइप गर्नु होला कपक्याट होइन, कपक्याट डाइरेक्ट हान्नु होला। कपक्याट प्रो भर्जन हान्दा पनि हुन्छ। डाइरेक्ट मैले कपक्याट प्रो एप डाउनलोड भनेर हानेँ। त्यहाँबाट केही नै नगरिकन मैले यतिकै नै सर्च बारमा तल गएर सर्च हानेँ। यसरी सर्च हानिसकेपछि केही छिन वेट गर्नु होला, यतिकै नै आइपुग्यो। र यसरी तपाईँको 1 नम्बर 2 नम्बर 3 नम्बर छ होइन सबैको। तर म सबभन्दा माथिको जुन लिङ्क छ यहाँनिर त्यही नै म प्रेस गर्नेछु। त्यहाँनिर प्रेस गरिसकेपछि स्क्रोल अप गर्दै जानु। यहाँ तल देखाइरहेको छ डाउनलोड 219 MB देखाएको छ। यहाँनिर गएर सिम्पली तपाईँले केही नै गर्नु पर्दैन। यहाँ गएर तपाईँले डाउनलोड गर्दा हुन्छ। यहाँ के दिएको छ यसको बारेमा अब पछि पढ्नु होला तपाईँले यसै फुर्सद छ भने। तर हामीले डाइरेक्ट मैले डाउनलोडमा ओके गरेँ। थोरै विज्ञापन एड आउन जान्छ है, त्यसले केही हुँदैन। र यहाँ 3टा दिएको छ, यहाँ 291 92 भनेर। यो 3टा मध्येमा तपाईँले कुनै पनि गएर प्रेस गरेर डाउनलोड गर्न सक्नुहुन्छ। कुनै पनि मैले चाहिँ अब यसको बारेमा अझै डाउनलोड गर्न आउँदैन भने यहाँ तल सिकाएको छ है त। र मैले चाहिँ यो सबभन्दा माथिकै डाउनलोड गरेँ होइन। डाउनलोडमा प्रोसेसमा हानेँ र डाउनलोड हुँदैछ। म चाहिँ अलरेडी यो डाउनलोड गरिसकेको छु र त्यस कारणले डाउनलोड नगरेँ। म डाइरेक्ट ग्यालेरीमा गएँ। ग्यालेरीको डाउनलोडमा मेरो डाउनलोड गरेर यहाँ मैले अलरेडी डाउनलोड गरेर राखिरहेको छु। यो म इन्स्टल गरेर तपाईँलाई देखाउने छु। इन्स्टल गरेँ र इन्स्टलमा ओके गरिसकेपछि अब काइनमास्टर तपाईँको छैन। मेरो काइनमास्टर र प्याकिङ इन्स्टलर देखायो, मैले इन्स्टल गरेँ र यसको लागि इन्स्टल आयो। र केही छिन यो टाइमिङ लाग्नेछ, तपाईँ प्रतीक्षा गर्नु थोरै। अब त्यो पनि तपाईँको मोबाइलमा डिपेन्ड पर्नेछ, कस्तो छ मोबाइल, तपाईँको मोबाइलको प्रोसेसरहरू कति छ, कति स्पिड। यसरी इन्स्टल भयो। त्यहाँबाट डन गर्दा नि हुन्छ अथवा ओपन गर्दा नि हुन्छ। मैले डाइरेक्ट ओपन गरिसकेँ र ओपन गरेर म यहाँबाट अझै ओपन भएन। मैले पुरै ब्याक गएर यहाँ मेरो कहाँनिर गएर भएको छ म त्यहाँनिर गएर यहाँ कपक्याट आइसक्यो। र यहाँनिर म तपाईँलाई एउटा सानो भिडियो यसको बारेमा दिएको छ। अरू तपाईँहरू ट्युटोरियलहरू जस्तै मैले एउटा यो थिचेर वाच यो युट्युब ट्युटोरियल भनेर जसको यसको बारेमा भिडियो के कसरी बनाउने अथवा प्रो भर्जन कसरी युज गर्ने भनेर युट्युबमा मैले त्यसलाई प्रेस गरेँ। अब तपाईँले चाहनुहुन्छ भने यो भिडियो गएर तपाईँले हेर्न सक्नुहुन्छ, आइडियाहरू लिन सक्नुहुन्छ। यदि चाहनुहुन्न भने डाइरेक्ट तपाईँले युज गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ थोरै हेरेँ, यहाँ हेर्नु होला कसरी यो भिडियोमा चाहिँ तपाईँलाई एरर आउने सम्भावना हुन्छ त्यसको बारेमा दिएको छ है। र मैले त भिडियो हेरिनँ। फाइनली मैले ब्याक आएँ र यसले फेरि म एउटा तपाईँलाई भिडियो होइन फोटो लिएर मैले एउटा तपाईँको कपक्याटको फ्री भएको छ कि छैन म देखाउने छु। एमिनेसन र इफेक्टहरू अघि नै मैले स्टार्टिङमा देखाएको थिएँ एउटा डिलिट गरेर। यहाँ गएर हेर्नु वाटरमार्क अलरेडी गएको छ। यहाँ इफेक्ट तपाईँले एमिनेसन मैले हालेर देखाउने छु। र मैले चाहिँ यहाँ डाटाबाट भल थोरै टाइम लाग्नेछ, डाटाकोमा देखाएको छैन। र मैले एउटा एमिनेसन चुज गर्छु। यहाँ हेर्नु एमिनेसनहरू यो पुरै फ्री भइसकेछ। र अघि नै तपाईँलाई मैले देखाएको थिएँ प्रो भर्जन भनेर देखाएको थिएँ। यहाँ हेर्नु अहिले यो सबै फ्री भइसकेछ। तपाईँलाई हेर्नु है, मैले कुनै झुटो भिडियो बनाएको छैन, तपाईँले आफ्नै अगाडि मैले बनाइरहेको छु, हेर्नु सक्नुहुन्छ। र मैले इफेक्ट एउटा चुज गरेँ इमिनेसनको। अर्को मैले भिडियो इफेक्टमा गएँ। भिडियो इफेक्टमा गएर केही छैन वेट
टाइम लाग्नेछ थोरै हैन नेटले थोरै मैले एउटा इफेक्ट यहाँ चुज गर्नेछु यहाँ हेर्नु यस्तो खालको इफेक्ट आयो यस्तो इफेक्टहरु पहिला थिएन यो सबै फ्री भइसक्यो तपाईले म पहिला नै देखाएको थिए डाइरेक्ट यसरी तपाईले कपक्याटको प्रो भर्जन डाउनलोड गरेर युज गर्न सक्नुहुन्छ यहाँ हेर्नु मैले एउटा फन्ट पनि देखाएँ फन्ट पनि तपाईको फ्री हुँदैन यो फन्ट पनि लेखेर मैले यहाँ देखाएँ हेर्नु है यहाँ यसरी फन्ट आयो यसरी फन्ट तपाईले फन्टहरुमा नि एनिमेसनहरु हाल्न सक्नुहुन्छ तपाईले आफैले यहाँ हेर्नु यस्तो मज्जाले र नबुझेको कुराहरु सोधिदिनु होला भिडियोमा र अथवा तपाईको भएन भने भिडियो मेरो युट्युब च्यानलको तल ग्रुपको लिंक हुन्छ त्यहाँ गएर मसँग डाइरेक्ट प्रत्यक्ष कुरा गर्न सक्नुहुन्छ हस् त आजलाई भिडियो यति नै भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद थ्यांक यू सो मच बाइ बाइ जय नेपाल।